गर्नु पर्यो। कहाँदेखि कसरी तपाईँ उत्पन्न भएर आउनुभयो? कति वर्ष भयो? कति दिन भयो? यो किन यहाँ छेदविच्छेद तपाईँ गरिरहनु भएको छ? तपाईँ आउनुभएको कति भयो? कति वर्ष भयो? कुन ठाउँ कहाँबाट चाहिँ तपाईँ यसरी यहाँ चाहिँ यसरी चाहिँ उत्पन्न हुनुभयो त तपाईँ भन्नु पर्यो। राम्रो सुझाउँदै बुझाउँदै लैजा भनेको मानो बाबु मानो। ल परमेश्वर पाथी भरा देवी माता उखै पाँच कन्ने देवी दल कन्ने देवी सत्य जुक देखि यसै ठाउँमा आए ओहो लालो सेलो हो सुनि राख बुझे राख तिम्रो काखमा मह गाइने पति बनै झाँक्री खेल्दै देप्रे पछि बनै झाँक्रीको काखमा खेली आएको ल परमेश्वर खेल्दै त आउनुभयो। तपाईँ किन यसरी छेदविच्छेद गर्दै जानुभयो त? अनि तपाईँ आफ्नो ठाउँमा बस्नु पर्दैन? मलाई छोरा मैला भयो हैदी मेरो शिरमा किन फेसा ठक्यौ फलाङ ठक्यौ किल्ला ठक्यौ मैले नै उज्यालो दिनु कति दिनु किन यसो गर्छौ? ल परमेश्वर अब फेसा दिने छैनौँ। अब त्यसरी गर्ने हामी छैन। त्यसरी गर्दाखेरि कसरी अब के गर्दा चाहिँ हुन्छ त? रोकथाम हुन्छ। यहाँ चाहिँ पहिला त तपाईँलाई चाहिँ सुझाइ बुझाइ गरेर चाहिँ काम अगाडि सार्दा रोकथाम हुन्छ कि कसो गर्दा हुन्छ? तपाईँहरू सुन्नुहोस् है, त्यो बाटो बनाउँदाखेरि चाहिँ फलाम यसरी ठेस त्यो पिल्लरहरू लाउनु हुँदैन अरे। मैले आउनु भनी बोला एको मुहै मानव ओहो मानव भन्दा ठुलो भगवान आए पछि कसैको पनि त्यति लाग्ने छैन है बाबु। ल परमेश्वर यहाँ चाहिँ अब ल परमेश्वर